यदि देशमा यस्तो किसिमको अशान्ति फेरि नदोहोरियोस्, देशमा सबैले स्वास्थ्य शिक्षा फ्रीमा स्वास्थ्य सेवा फ्रीमा पाउन् हो भने त्यसलाई चाहिँ पुरा गर्ने एउटै उपाय छ, त्यो व्यावहारिक अनुसन्धानमा जोड दिनुपर्छ, खर्च गर्नुपर्छ। देशको जीडीपीको 1% खर्च सुरुवात गर्ने हो। 1%ले साह्रै धेरै काम त हुँदैन। अब त्यो सुरुवात गरेपछि के बढाउँदै लगेर 2%, 3% यस्तो बनाउँदै लाने हो। अब कति प्रतिशतसम्म जाने त्यो पनि म भन्छु, हो कि त्यो चाहिँ कति प्रतिशतसम्म, 3%सम्म लैजान सक्यो भने धेरै राम्रो हुन्छ। त्यो किन कसरी राम्रो हुन्छ, कसरी थाहा पाइस् भन्ला नि मान्छेहरूले। सबै विकसित देशहरू, अमेरिका, बेलायत, जापान, जर्मन, अब जति पनि विकसित देशहरू छन्, ती विकसित देशहरूले आफ्नो जीडीपीको उनीहरूको एभरेजमा 3% भन्दा बढी हुन्छ।